गाइजहरु निङ्रो चाहिँ यस्तो छ हैन म यहाँ टिप्दैछु हैन सकेसम्म तपाईहरुलाई भिडियो देखाउने कोसिस गरिरहेको छु यो चाहिँ युके को एलासोट टाउन सिटी साइडको जंगल रहेको छ र निङ्रो चाहिँ यस्तो हुन्छ खासै यो ठ्याक्कै नेपालको खालको चाहिँ हुँदैन अलिकति डिफरेन्स छ हैन त्यही पनि नेपालीले छोड्ने कुरो भएन हैन नेपाली पर्यो नि त जे गर्छ नेपालीले गर्छ भन्ने उखान थाहा नै होला नि हैन जे गर्छ नेपालीले गर्छ हैन यस्ता निङ्रोहरु त नि नेपालीले के गर्छ नि हैन मेरो झोला यता छ त्यहाँ झोलामा मैले निङ्रो यति बनाइसकेको छु पहिले नै हाल्दैछु हैन जे गर्छ नेपालीले गर्छ निङ्रो त छोड्ने कुरै भएन निङ्रो सिस्नु हैन सिस्नु चाहिँ फेरि फरकै हाम्रो नेपालकै सिस्नु चाहिँ हैन अलिकति डिफरेन्ट हुन्छ मैले फेसबुकतिर पनि हालिरहेको थिएँ हैन सिस्नु यस्तो हुन्छ भनेर युट्युबमा पनि हालेको होला मैले पहिले सिस्नु युकेको यदि भेट्नु भएको छैन नि म अब यो भिडियोमा हाल्दैछु सिस्नु पनि हैन हेर्नु होला कस्तो हुन्छ युकेको सिस्नु हैन युकेको निङ्रो युकेको सिस्नु कति फरक ढङ्गको हुन्छ हैन अलिकति फरक खालकै हो नि त मेरो भिडियो नै हैन यस्तो झुसै झुस्छ कि निङ्रो पनि हैन हेट कसले खान्छ हौ भने जस्तो पनि यस्तो कसले खान्छ हौ भन्नु पर्छ नि साथीहरुले यस्तो हुन्छ अनि अलिकति सिजन नभएर पनि हो अलिक पछाडि आउनु पर्ने अलिकति आजै मौका मिल्यो अनि आजै छुट्टी थियो त्यही भएर आजै आइहालेको यसो अनि जङ्गल आइराख्दा यसो भिडियो पनि गरिराखौँ हैन भिडियो पनि बनाइराखौँ भनेर हात त भरिहाल्यो त फेरि यस्तो झुसै जस्तो हुन त अब देखाउने खालको त खासै छैन नि त्यही पनि बाबा कता पुग्नु भयो म यता निङ्रोमा अलमले कि पर पुग्नु भएछ बुढा मान्छे पनि टिप्दै हुनुहुन्छ जसो तसो बुढा मान्छेले टिप्न नसके पनि नो प्रब्लम हैन म छँदैछु नि राई कान्छा भएपछि नो टेन्सन सो यहाँ निङ्रो तपाईँहरूले देख्न सक्नुहुन्छ अलिकति फरक ढङ्गको निङ्रो छ हैन यो चाहिँ नेपालको भन्दा अलिकति बेग्लै यहाँ देख्न सक्नुहुन्छ निङ्रो हैन थोरै अलिकति फरक छ सो कस्तो लाग्छ यहाँको निङ्रो हैन कमेन्ट गरिदिनु होला यो युके को निङ्रो चाहिँ हाम्रो नेपालको भन्दा धेरै भिन्न किसिमको छ सो कमेन्ट गर्नु होला गाइजहरु कस्तो छ मैले यहाँ लगभग धेरै टिपिसकेको छु झोलामा देख्न सक्नुहुन्छ सो अब टिप्दै उता बाबा भएकोतिर जान्छु म चाहिँ सिस्नु चाहिँ यस्तो हुन्छ हाम्रो बाबाले टिप्दै हुनुहुन्छ सिस्नु यस्तो हुन्छ सिस्नु चाहिँ युके को सिस्नु चाहिँ नेपालको भन्दा फरक हुन्छ अलिकति भिन्न किसिमको ल यहाँ चाहिँ जङ्गलमा मौरीको गुण पनि रहेछ यहाँ माथि देख्न सक्नुहुन्छ मौरीको गुण हैन यो मौरीको गुण छ होला हेलो म अहिले जङ्गलतिर आएको छु सो थोरै भिडियो क्लिप गरेको छु र कहाँबाट हेर्दा जान्छ प्लिज कमेन्ट गर्नु होला यो चाहिँ अहिले हामी युके को एलासोट टाउन सिटीमा को साइडमा रहेको जङ्गल आएको छौँ बाबासँग थोरै यहाँ हामी एकछिन जङ्गल खुट्टालाई एक्सर्साइज पनि हुन्छ
भनेर एकछिन बाबासँग निक्लेको र चराले गुडो यहाँ लगाएको छ क्या म यहाँ जुम गरेर तपाईँलाई देखाउँछु है त यहाँ रहेछ यहाँ सायद यसको गुड हुनुपर्छ है भित्र काग पो रहेछ र जङ्गल चाहिँ यस्तो छ अहिले एकदम पत्करहरू झरेर यस्तो भइरहेको छ एकदमै जङ्गलहरू क्लिन सफा सुगर छ मैले पोहोरको साल 1 इयर्स अगो पनि मैले भिडियो क्लिप हालेको थिएँ थोरै यही जङ्गल आएको थिएँ अनि बाबासँग नै आएको थिएँ पोहोर पनि अनि मैले थोरै भिडियोहरू हालेको थिएँ र यसपालि पनि यहाँ थोरै आज छुट्टीको समय हुँदा बाबासँग जङ्गलतिर आएको छु जङ्गलमा चाहिँ निङ्ग्रो अनि हलले साग पनि पाउँछ अनि सिस्नु नेपालको चाहिँ होइन यतैको फरक खालको सिस्नु पाउँछ र सिस्नु निङ्ग्रो टिप्नको लागि चाहिँ बाबासँग आएको छु यहाँ रोड क्रस गर्दैछौँ रोड क्रस एकदम ध्यान दिएर गर्नुपर्ने हुन्छ गाडी आयो भने प्ल्यात्तै पिल्चाउँछ अरे अनि हामी यहाँ जाँदैछौँ अब भयो भने हामी निङ्ग्रोहरू भेट्यौँ भने निङ्ग्रोहरू टिप्छौँ अनि हामी सिस्नु त पोहोर त उतै टिप्यो जस्तो लाग्छ त यता चाहिँ हो रुखहरू एकदम ठुल्ठुलो रुखहरू छ सफा सफा बाटो छ यहाँ हिँड्ने ठाउँहरू जङ्गल चाहिँ यस्तो छ एकदम बबाल जोकिङमा सबै निक्लिन्छन् बाहिरतिर यसरी टक्क रुखहरू देख्न सक्नुहुन्छ र हामी बाबा छोरा यता बाबा छोरा हामी जङ्गल घुमफिरमा जङ्गल घुम्दैछौँ खुट्टाको एक्सर्साइज आर्मीहरूको रनिङ पनि हुन्छ यो साइडमा ल यो जङ्गलमा चाहिँ यस्तो यहाँ वाल छ यो भुटुङटुङ युद्ध गर्दा यहाँ सेफ्टी हुने ठाउँ पनि छ है यो ब्रिटिसको यहाँ पिटी ट्यानिङ गर्ने ठाउँहरू अरे यस्तो छ यस्तो वाल लाएर बनाएको छ जङ्गलमा यस्तो दाउराहरू टन्न छ रुखहरू ठुल्ठुलो छ फलामको पो रहेछ यो बाह्र पनि फलामको वालहरू रहेछ यहाँ यस्तरी फलामले छेक्या रहेछ यस्तरी गाई चरा यहाँ चाहिँ अचाना छ अचाना यसरी हामीले चाहिँ सानो एउटा मासु काट्ने अचाना लगेको ल यहाँ चाहिँ यस्तो सल्लाहहरू चाहिँ यो अलिक फरक खालको यो के सल्लाह हो यस्तो छ सुरिलो सुरिलो खोइ फेरि यहाँ अर्को रोड आइसकेको छ अब यो रोड क्रस गरेपछि चाहिँ यो रोड पछाडि चाहिँ छैन अब चाहिँ भेट्छ होला अब यहाँदेखि यता चाहिँ टक्क गेट यस्तो छ टक्क खोलेर यो पारी चाहिँ निङ्ग्रो सिस्नु सबै पाउँछ है रोड क्रस गरेपछि चाहिँ अब चाहिँ निङ्ग्रो सिस्नु चाहिँ यहाँदेखि चाहिँ पाउँछ हो
यहाँदेखि चाहिँ अलिक घारी छ झ्यास जोस छ त्यही भएर अलिक निङ्रोहरू पनि पाउँछ उता चाहिँ हो क्या यता चाहिँ यस्तो गेट लगाएको हुन्छ यो चाहिँ जङ्गली जनावरहरू बाहिर ननिक्लोस् भनेर चाहिँ गेटहरू लगाएको हुन्छ यसरी रुख काटे यो बाटो चाहिँ यस्तो छ ठुल्ठुलो सल्लाहहरू पनि छ यता यस्तो छ यता चाहिँ निङ्ग्रो त पलाएको रहेन छ नि होइन निङ्ग्रोको झ्याङ हो त अनि इ निङ्ग्रो होइन हो नि खाने निङ्ग्रो ल अब चाहिँ निङ्ग्रो टिप्न सुरु गर्नुपर्छ यहाँ निङ्ग्रोको डुक्कु छ यस्तो झुसवाला यो चाहिँ अब टिपेर चाहिँ अब हामी चाहिँ घर लगेर खाने हो अचार बनाएर तरकारी बनाएर होइन यस्तो डुक्कु हुन्छ निङ्ग्रोको यस्तो यसरी झुसवाला रहेछ डुक्कु यस्तो यो अलिकति अलिक अगाडि आएकोले गर्दा निङ्ग्रो राम्ररी पाएको छैन यहाँ निङ्ग्रो यस्तो हुन्छ टक्क 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 टिप्ने हो यस्तो निङ्ग्रोहरू फेरि यो अलिकति पानी नपरेकोले अलिकति मजाले नम्रिरहेछ अब यो हप्ता 10 दिनमा चाहिँ गुटुङटुङै हुने रहेछ निङ्ग्रो यसरी निङ्ग्रोहरू टिपेर चाहिँ बाबा उता टिप्दै हुनुहुन्छ म यता यसरी कोतार्ने अनि यस्तो डुक्कु टिप्ने यसरी डुक्कु टिप्ने हो यसरी डुक्कु हुन्छ यस्तो हुन्छ यसरी टक 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 कसै चाहिँ अलिक हुर्किसकेछ कसै चाहिँ पलाउनै बाँकी छ च्याउ पनि हुन्छ अरे अब च्याउ चाहिँ अलिक पछि आएर टिप्ने छुट्टी भयो भने छुट्टीमा टिप्नुपर्छ च्याउ पनि यस्तो डुक्कु हुन्छ मान्छेले एकसर त टिपिसकेको रहेछ यसरी यस्तो हुन्छ निङ्ग्रो चाहिँ के को गर्छ यस्तो यस्तो झुसुलवाला निङ्ग्रो हो क्या झुसुलवाला झुसले निङ्ग्रो देख्नुभयो निङ्ग्रो यस्तो डुको यस्तो लैगेर खानुहुन्छ नि पापा यो मुना क्या केलाउनु चाहिँ अलिक टाइम लाग्छ यस्तो हुन्छ निङ्ग्रो यो नेपालको भन्दा अलिकति फरक हुन्छ निङ्ग्रो चाहिँ होइन यो कान्छी निङ्ग्रो अरे अनि खै के निङ्ग्रो निङ्ग्रोको नाम चाहिँ थाहा छैन तर निङ्ग्रो चाहिँ यिनीहरू नै हुन् है साथीहरू अलिकति फरक हुन्छ क्या निङ्ग्रो अनि म चाहिँ यस्तो डुकु चाहिँ फेरि देख्नै माग्दिनँ भाँचिहाल्ने हो डुकु यो अब अर्कोचोटि आएर टिप्छु भन्न पाइँदैन ड्युटी हुन्छ के हुन्छ होइन अब फेरि अब नेपालीहरू सबै जङ्गलमै हो अब आजभोलि त्यही भएर भेटेको चाहिँ टिपिहाल्ने हो निङ्ग्रो चाहिँ यो यस्तो निङ्ग्रोहरू छ टन्नै एकछिन जङ्गल जाउँ सिस्नु ल्याउनु भनेर आएको निङ्ग्रो पनि रहेछ निङ्ग्रो पनि लाने अब सिस्नु परतिर पाउँछ होला सिस्नु पनि हामी टिप्छौँ यस्तो डुकु हुन्छ यो डुकु चाहिँ टिपिहाल्ने
यसरी मौका नदिने हो नि त अर्कोलाई छुइले होइन यस्तो डुबु हुन्छ केलाउन चाहिँ यो यस्तो केलाउँदा त हुन्छ नि त यस्तो झुस हुन्छ कि साह्रै यो के खालको निङ्ग्रो भुइँसरी ढोगे है अलिक दिनमा हो भने चाहिँ हुने रहेछ के भन्नु आफ्नो ड्युटी हुन्छ कति टिप्नु भयो एक मुठी बनाउनु भयो उतापट्टि चाहिँ होला उता कता गएको नि हामी यो चाहिँ कान्छी निङ्ग्रो होइन यो पाम हुँदो रहेछ पा गाइचहरू पा ल कताको भित्रसिर त नखाने हल्को क्या पा यो चाहिँ कान्छी निङ्ग्रो भने होइन यो पातलो कान्छी निङ्ग्रो जेठी निङ्ग्रो माइली निङ्ग्रो सबै निङ्ग्रो टिपेर लगेर एकै ठाउँ मिसाउन बाजन निङ्ग्रोहरू पनि मैले त यति त्यति टिप्नु भयो मैले यति त्यो त मैले हानिसकेँ मुडेको यहाँ रहेछ अलिक ठुल्ठुलो यो त जाडोले होला झुस आएको पनि न त्यो कस्तो निङ्ग्रोमा पनि झुसै झुस हो यस्तो झुसै झुस हुन्छ निङ्ग्रोमा हेलो गाइजहरू म चाहिँ यतातिर छु होइन म निङ्ग्रोहरू टिप्दैछु कान्छी निङ्ग्रो जेठी निङ्ग्रो के को निङ्ग्रो होइन यहाँ निङ्ग्रो तपाईँहरूले देख्न सक्नुहुन्छ अलिकति फरक ढङ्गको निङ्ग्रो छ होइन यो चाहिँ नेपालको भन्दा अलिकति बेग्लै देख्न सक्नुहुन्छ निङ्ग्रो होइन थोरै अलिकति फरक छ सो कस्तो लाग्छ यहाँको निङ्ग्रो होइन कमेन्ट गरिदिनु होला यो युकेको निङ्ग्रो यो चाहिँ हाम्रो नेपालको भन्दा धेरै भिन्न किसिमको छ सो कमेन्ट गर्नु होला गाइजहरू कस्तो छ मैले यहाँ लगभग धेरै टिपिसकेको छु झोलामा देख्न सक्नुहुन्छ सो अब टिप्दै टिप्दै उता बाबा भएकोतिर जान्छु निङ्ग्रोहरू चाहिँ यस्तै हो होइन यस्तै छ निङ्ग्रोको झ्याङहरू चाहिँ देख्न सक्नुहुन्छ र यिनीहरू नै यो कालो कालो चाहिँ सबै निङ्ग्रोको झ्याङहरू होइन यो राम्ररी पलाइसकेको छैन क्या निङ्ग्रै रहेछ त्यही भएर भिडियो छोटो बनाएको छु है जस्तो भए पनि प्लिज कमेन्ट गरिदिनु होला मन पऱ्यो भने होइन मन परेन भने पनि कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है मन पर्दा मात्रै कमेन्ट गर्नु भन्ने छैन नि त होइन मन परेन भने पनि कमेन्ट त गर्न पाइयो होइन सो प्लिज के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला है मेरो साथीहरू र म थोरै सिस्नो पनि टिप्छु सिस्नो निङ्ग्रोहरू लगेर चाहिँ जाने हो होइन अर्ग्यानिक खानु पऱ्यो नि त अर्ग्यानिक खानु त छोड्ने नै होइन नि
नेपालमा मात्रै अर्ग्यानिक पाउँछ भन्ने छैन नि त, विदेशमा पनि अर्ग्यानिक हुन्छ त हैन। खानु पर्यो नि त, टिप्नु पर्यो, मेहनत गर्नु पर्यो, पाइहाल्छ नि। यहाँ झोलामा एक झोला भइसक्यो मेरो। यहाँ हेर्नु त निङ्ग्रो कति छ गाइजहरू। मैले एक झोला बनाइसकेको छु। बाबा पुग्छ होला बाबा अब त। यस्तो छ रुखहरू, निङ्ग्रोको डुकु डुकु छ। यस्तो निङ्ग्रोहरू भर्खर हुर्किँदैछ। डुकु यस्तोमा हुँदो रहेछ। जति नै डुकु पनि झुस यति हुन्छ। अलिअलि डुकुमा पनि झुसी हुन्छ, अलिक धेरै डुकुमा पनि झुसी हुन्छ। कान्छी निङ्ग्रोमा चाहिँ अलिक नहुँदो रहेछ, अरूमा त प्रायः झुसी नै हुन्छ। यस्तो डुकु हुन्छ हैन। यो चाहिँ कान्छी निङ्ग्रो, यो चाहिँ कान्छी निङ्ग्रो अरे। यो चाहिँ अलिक मिठो हुन्छ अरे अरूभन्दा है। अनि अलिक डुकु चाहिँ अलिकति नमिठो भन्छन्। अब त जुन पाएको त्यही मिठो हो। सिस्नो कता निङ्ग्रो छाक पुग्यो होला नि। अबको एक हप्तातिर चाहिँ बब्बाल हुने रहेछ निङ्ग्रोहरू। अहिले सबै डुकु रहेछ। अहिले डुकु भर्खर निक्लिँदो रहेछ क्या। एक हप्तामा डुकु ठिक्क बढ्छ नि त। जङ्गलमा मङ्गल 80, 70, 60, 50, 40 पानीको मापन हो कि के हो त्यो डेन्जर ठाउँ छ। यस्तो गाडी राख्यो बाबा वहाँ निङ्ग्रो टिप्दैन बाबाले। जम ल साथीहरू सिस्नु भनेर यस्तो छ। अनि म सिस्नु चाहिँ अब खै त प्लास्टिक नै निकालिदिन थियो नि। सिस्नु टिप्ने प्लास्टिक निकालिदिनु छु। यो ग्लोभ लाएर टिप्दा चाहिँ सिस्नु चाहिँ फेरि चिली गर्छ। यस्तो हुन्छ किलो। अनि अर्को पनि लाउनु न, म त डबल लाग्छु।
सिस्नो चाहिँ यस्तो हुन्छ हाम्रो बाबाले टिप्दै हुनुहुन्छ सिस्नो यस्तो हुन्छ सिस्नो चाहिँ युकेको सिस्नो चाहिँ नेपालको भन्दा फरक हुन्छ अलिकति भिन्न किसिमको यो चाहिँ अनि यो चाहिँ टक्क लगेर मौसमसँग टक्क 2 पत्र लाएको छु र पनि चिल्छ त अनि सिस्नो छ यहाँ चाहिँ धेर लगे ओइली त हाल्छ नि एक छाकमा भइहाल्छ मेरो सिस्नो यहाँ निङ्ग्रो बनाउँदैछु म चाहिँ ल यसो त सिस्नो देखेको छ सिस्नो घारीमा छिरेको छु म मुना टिपेर लाने नि त निङ्ग्रो यहाँ यति अग्लो छ टिप्ने चाहिँ अलिकति फरक छ क्या नेपालको भन्दा सिस्नो चिल्नु चाहिँ चिल्छ फेरि मर्ने गरी निङ्ग्रो टिप्नु भयो एक मुठी फेरि निङ्ग्रो नटिप्नु भनेको निङ्ग्रोले धेरै जिस्कायो मलाई सिस्नोले हान त तर चिलो त मलाई त सिस्नोले त कसरी पो चिल्नु भ्याउँछ भन्न अन्त चिलेन टुप्पो मात्रै लाग्यो टुप्पो टिप्ने हो होइन टुप्पो टिप्ने भर्खर फुल खेल्न थालेछ यस्तो छ ल साथीहरु हामी चाहिँ निङ्ग्रो सिस्नो टिपेर खाजा नास्ता गरेर रुमतिर लाग्यो ल यस्तो भिडियोहरु चाहिँ जोडिदै गर्नु होला रविन्द्रलाई युट्युब च्यानलमा बाइ बाइ गाइजहरु